हेलो साथीहरू, नमस्ते हजुर सबैलाई। हजुर सबैजना सन्चै हुनुहुन्छ होला। अन्त अहिले चाहिँ म चाहिँ तपाईँहरूलाई के देखाउँदैछु भन्दाखेरि यहाँ चाहिँ आमको अचार बनाउँदैछु म चाहिँ होइन। अहिले अब यसो आमको अचार बनाउने सिजनै हो। आम भर्खर छिप्पिँदैछ नि त हल्का, त्यतिखेर चाहिँ बनाउनु मजाको हुन्छ क्या। त्यही भएर म चाहिँ आमको अचार बनाउनुतिर लागेको छु है साथी हो। यहाँ चाहिँ मैले हल्दी पानीमा आम भिजाएर एकछिन भिजाएर चाहिँ निकालेर सुकाएँ। त्यसको बादमा मसलाहरू रेडी गर्दैछु। अनि मसलाहरू चाहिँ मेरो चाहिँ यस्तो छ, धनियाँ, तोरी, पाँचफोरनहरू होइन, यस्तो भिजाएर चाहिँ मैले यहाँनिर चाहिँ मिक्स गरेर चाहिँ यतिको भएको छ। पिसेँ, सिलौटामै पिसेँ क्या मैले चाहिँ हल्का, किनकि बेसी मिक्सीमा चाहिँ मिही हुन्छ नि त, सिलौटामा चाहिँ दामी हुन्छ नि त। अन्त चाहिँ यतिको चाहिँ भएको छ है मोल्दाखेरि चाहिँ। अन्त मेरो चाहिँ अलिकति थियो, आम बेसी थिएन, 10 वटा मात्रै थियो। त्यतिको यति हुँदो रहेछ, एक पोइम भयो है। थ्याङ्क यू फर वाचिङ।